कसैले पनि यो मोमो खान सकेन भने टेन्सन भइरहेको थियो। आज चाहिँ हाम्रो राम श्रेष्ठ दाई आउनु भएको छ बुढानीको कन्टोबाट। दाइले चाहिँ पक्कै खानुहुन्छ, दाइको ज्यान देखेर खानुहुन्छ जस्तो लागिरहेको छ मलाई। ल म दाइलाई चाहिँ म मोमो लिएर जाँदैछु है त। दाइ के कस्तो लागिरहेको छ दाइलाई? एकदम लागिरहेको छ, पहिला हेरिरहेको हो लाइभ। ल आज खाइदिनु हो त दाइ? खाइदिनुहोस् भने आएको। पक्का खाने हो नि होइन दाइ? ल म दाइलाई यहाँ म टाइमर स्टार्ट गर्छु। ल टाइम हेर न मैले टाइम त म यहाँ गरिहाल्छु नि, तपाईँ टेन्सन नलिनु। ल यो पिरो चाहिँ यता राखिदिन्छु ल। ल अनि त्यो 15 लाउनु पर्छ। 15 लाउनु पर्ने हात भर्खर हात साथ ढेराएको ल एकदम फेरि अहिलेपछि मान्छेले मलाई गाली गर्छ। त्यस्तो होइन, आफ्नो खुसी हो। ल ल ल है त मैले टाइम स्टार्ट गरिदिन्छु। दाइलाई चाहिँ हामीले 7 मिनटको टाइम दिएको छौँ है। ल ल दाइ चाहिँ मैले टाइम चाहिँ यहाँनिर स्टार्ट गरिदिएँ। 1 2 3 गो। भयो दाइले खानुहुन्छ, दाइले खानुहुन्छ। पिरो चाहिँ हेर्ने छ है दाइ? म खोलिदिनु दाइले 4 मिनट खाइदिनु हुन्छ। लो त मजा आइरहेको छ। खोइ लाइभ खोइ ल्याउ ल। यहाँ आज दाइले सही खाइरहनु भएको छ। सेयर गर्नु है, सेयर गर्नु, ढ्याङ्का ढ्याङ सेयर गर्नु। हात ल मोमो सकिसक्यो हेर्नु त। यहाँ दाइलाई 5 मिनट नै बढी हुने रहेछ बराबर अहिले नि। त्यसले दाइले 5 मिनटै गर्नु पऱ्यो, 5-7 मिनट गर्नु भएन। दाइलाई 5 मिनटै घटाउनु पऱ्यो, यहाँ भएन। ल आधी मोमो त 1 मिनट सकाइछु म यहाँ। मजा आइरहेको छ हेर्न आज चाहिँ। ल आजको फोटो हालिदिनुपर्छ यहाँनिर। हो ल सकिसक्यो त, 2 मिनट त बाँकी रहेछ। लो दाइलाई त 100 पिस मोमो ल्याउनु पर्ने रहेछ। दाइले खानु भयो नि, म 70 पिस मोमो च्यालेर राख्छु। अब डिस्टर्ब नगरौँ न, खाना दिउँ पहिला रे। ए टाइम त बाँकी छ 1 मिनट 40 हो। लु दाइले त यो दाइ माला ल्याउनु, दोसाला ल्याउनु जानु पल्लो पछलबाट। दाइलाई त लगाइदिनु पऱ्यो जानु ल्याउनु। ल है ल यहाँ त ल आज चाहिँ सक्यो है, मोमो सक्यो। मोमो झ्यापै सक्यो। ल अचम्मै पो भयो त हेर्नु, अरूले 30 पिस पनि मोमो खाँदैन थिए। दाइले त यहाँ हेर्नु त भर्खर 2 मिनट 10-12 सेकेन्ड। यो त वर्ल्ड रेकर्ड हुन्छ क्या हो। दाइले त 3 मिनट। दाइको रेकर्ड कसैले ब्रेक गर्न सक्दैन। ल ल दाइको कति पिस बाँकी छ है? दाइले 2 मिनट 25 सेकेन्डमा 1 2 3 4 5 6 7 8 9 10 11 पिस बाँकी छ। बाफ रे, यो त कडा हो। सही हो। ल मैले पनि लिएर आएको दाइ खुसी भएको थिएँ। दोस्रो लगाइदिनु 300 रुपियाँ पैसा निकाल्नु त्यहाँबाट। 3 मिनटमा 50 पिस मोमो झ्यायो। हो 1 मिनट 3 मिनटमा यो त हाल्नु परिहाल्यो नि। फाइनल्ली मोमो विनर। हल्ला गरेर नखाने होइन रहेछ नि, दाइ खाइरहनु भएको छ। दाइ पिरो अचारसँगै खानु। ल है दाइ रेकर्ड रहन्छ है। अब तपाईँको धेरै बाँकी छैन। 4 मिनट लागेन। 4 मिनट लाग्दैन। 4 मिनट लागेन। 3.5 मा सकिन्छ। मोमो कम्दा हालेको थिएन नि आज। होइन होइन यहाँ रेकर्ड राख्ने भन्ने नि त सही हो नि त। वर्ल्ड रेकर्ड ल गिनिज वर्ल्ड रेकर्ड नाम ल्याउनु पर्छ। ल दाइले चाहिँ 3 मिनट 45 सेकेन्डमा 3 मिनट 45 सेकेन्ड है। दाइले चाहिँ प्लेट खाली भयो, प्लेट खाली। अझै खाने हो दादा? अहिले सक्दैन। 3 मिनट 45 सेकेन्डमा चाहिँ सबै मोमो यसबाट देखाइदिनु लाइभ। ल दाइलाई चाहिँ अब हामी यतिकै लाइभ राखिरहनु।
ऊ दोसरलाई भाइ दोसरलाई ल दाइलाई चाहिँ ल दाइ ल है त दाइलाई चाहिँ यहाँ धेरै धेरै बधाई छ दाइलाई चाहिँ हाम्रो चाहिँ यहाँ 300 दिरहम प्राइज क्यास प्राइज दाइलाई दाइले साँच्चै नै खानु सक्नुहुन्छ है मजाले खानु सक्नुहुन्छ दाइले चाहिँ अब तर दाइको रेकर्ड चाहिँ एकदम बेस्ट रेकर्ड आयो है हाल्यो दाइ खुसी लागेको छ नि एकदम। मोमो कस्तो छ दाइ एकदम नम्बर 1 नम्बर 1 छ साफै भिडियो छैन हेर्नु दाइ दाइले जम्मा 3 मिनेट 45 सेकेन्ड खानु हजुर नमिठो सही कुरा भनेको एकदम सही भन्नु हो दाइले नमिठो हो कि दाइले खाइ नै सक्नु हुँदैन त्यही त हजुर हो नि। अघिल्लो पनि एकजना भाइ आउनु भएको थियो उहाँले 32 पिस खानु भएको थियो दाइले चाहिँ 50 पिस मोमो त्यो पनि 3 मिनेट 45 सेकेन्ड भित्रमा कम्प्लिट गरिदिनु भयो धेरै धेरै खुसी लाग्यो दाइ कता काम गर्नुहुन्छ म रमलमा रम्बल गाडी हो त्यही भएर कृष्ण दाइ भन्नुभयो रमलमा एयरपोर्टको छेउ नि र हजुर कति वर्ष भयो दाइ दुबई बस्नु भर्खर आएको भर्खर आएको 6 महिना 7 महिना हो ए अनि नेपालमा त व्यापारै गर्नुहुन्थ्यो होला नि त बुढानी गर्नु के गर्नुहुन्थ्यो म व्यापारी हो व्यापारै गर्नुहुन्थ्यो ए ल दाइ धेरै खुसी लाग्यो अब दाइलाई के भन्न मन छ दाइ अरू च्यालेन्ज गर्नेहरूलाई चाहिँ आउनुपर्छ आतिर खानु हुँदैन दाम दाम खानुपर्छ बास खानु हुँदैन रे ल आज चाहिँ धेरै खुसी लाग्यो हाम्रो मोमो च्यालेन्जको चाहिँ फाइनली हामीले विनर पाएको छौँ तपाईँहरू पनि खान सक्नुहुन्छ भनेदेखि चाहिँ आउनु होला है थ्याङ्क यू